वैदिक सनातन परम्पराको संरक्षण गर्दै ज्ञान र संस्कारको दीप बाल्ने सम्पूर्ण आदरणीय गुरुजनहरूमा वेद विद्यालय परिवारको तर्फबाट कोटि कोटि प्रणाम गर्दै गुरु पूर्णिमाको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। सर्वतसु प्रतिवातिष्ठद्दशाङ्गुलम् पुरुक एवेदग्नुं षड्वञ्जद्भूतं जच्चवाव्यम् उताम्रेतत्वशिये सानो जदन्नेन तिरोहति एतावानस्या महिमातो ज्यायांश्च पुरुषः पादोऽसि अभ्युसुवा भूतानि त्रिपादस्यामृतं दिवि हरिः ओम। वैदिक मंगलाचरण का साथ कार्यक्रम को शुभारंभ। यस्ते नूनं शतक्रतमिन्द्रादिं नितामो मदः तेन नूनं मदे मदेः गाव उपवदावटे महे यज्ञस्य रक्षुधा उभाकर्णा हिरण्येवा सम्मारेवा प्राणे सायाः ओय अग्राये उपनिषदमृतो दधे निर्मदानं पुराणमन्दिरपरिनिर्माणं त्वया कृतं हे श्रेष्ठवचनमिदमर्थविशिष्टं सत्यं तथ्यम् ज्ञानात् परं नास्ति तस्मै श्री गुरवे नमः। हामी समक्ष प्रज्वलित दीप पूजित वेदव्यासजीका प्रतिमामा आफ्नो श्रद्धा अर्पण गर्दै गुरुकुलमा उपस्थित सम्पूर्ण आचार्य वृन्दमा आफ्नो यस पवित्र अवसरलाई पनि जोडेर अभिवादन गर्दै प्रिय विद्यार्थीहरूमा मिठो यथा योग्य जुन छ सम्झना गुरु पूर्णिमा यस उपलक्ष्यमा यहाँ उपस्थित भएर एउटा सानो कार्यक्रम गर्ने योजना गरेछौँ, जसको मनमा दिमागमा यो योजना आयो त्यसलाई पनि पहिले त शुभकामना र कार्यक्रम छोटो मिठो राम्रो भयो त्यसको पनि म बधाई दिन चाहन्छु पहिले नै। अब रह्यो गुरु तत्वका विषयमा केही बोल्न त भन्दाखेरिका कुरा भने हामी अखण्ड मण्डलाकारं व्याप्तं येन चराचरं तत् पदं दर्शितं येन तस्मै श्री गुरवे नमः। यस अखंड जो मंडलाकार है, जिसको तुम लोग जो है सामाजिक विज्ञान पढ़ते हुए कहते हो कि ब्रह्मांड, उस ब्रह्मांड में व्याप्त जो समस्त चीजें हैं जे पनि उपस्थित छन्। हामी सामाजिक विज्ञान पढ्दाखेरि त्यसमा भन्छौं नि, हामी पूर्ण कुरालाई हामी माझ बोध गराउने तत्व यदि कोही हो भने त्यो गुरु तत्व, त्यो जसले गर्छ त्यही गुरु तत्व।
हामी त्यसलाई ब्रह्मा भनौँ, त्यसलाई विष्णु भनौँ, महेश भनौँ, यदि हामीमा त्यो तत्त्व ग्रहण गराउने सामर्थ्य भएको व्यक्ति छैन भने त्यो गुरु होइन। हो जसले गर्छ त्यही नै गुरु तत्त्व। अब गुरु तत्त्व त्यो हो भने त्यस गुरु तत्त्वलाई हामीहरूले कसरी अंगीकार गर्ने? अंगीकार गर्नु अर्थात् स्वीकार गर्ने। आचार्यात् पादमा दत्ते हो कि होइन? प्रथम दृष्टिया जानकारी त आचार्यले दिन्छ, त्यस गुरु तत्त्वले दिन्छ। त्यसमा पनि के भन्यो? आदि गुरु, प्रथम गुरु, जसले हामीलाई बाटो देखाउनु भयो कि ज्ञान परम्परा, वैदिक परम्परा। अब पुस्तकमा त जे लेखाइमा जुन छ त्यसका भित्र लुकेका ती तत्त्व प्रकाशित गर्ने। जस्तै पृथ्वीमा अनेक प्रकारका चीज व्याप्त छन्, तर घनघोर अँध्यारो भयो भने के हामी त्यो के कहाँ छ देख्छौँ? उद्यापतिर सधैँ जाने ठाउँमा गयौँ भने 3 खेप लड्छौँ। हामी प्रकाशको केही न केही साधन बोक्छौँ, सबबाट जोगिँदै मेरा लक्ष्यसम्म पुग्ने त्यसको सहायता लिन्छौँ। ठिक नै गुरुको आवश्यकता हुन्छ। व्यक्ति फेरिए तापनि त्यो तत्त्व एउटै हो, जसले त्यस मार्गमा तपाईलाई अगाडि बढाउँदैछ, त्यही गुरु तत्त्व। म नहुँदाखेरि चल्दैन भन्ने धारणालाई त्यागेर म चाहिँ त्यस परम तत्त्वको भेटसम्मको लक्ष्य मेरो हो भन्ने भित्री मनमा तयार गरेर हामीहरूले कार्य गर्यौँ भने कहिलेकाहीँ के लड्दै आफूलाई अगाडि बढाउने नै साहसी हो। त्यस साहसका साथ हामीहरूले कार्य गर्नुपर्ने हुन्छ। यो विद्यार्थी, त्यसो गर्दाखेरि हामीहरूले आजका यस अवसरलाई अधुरो नबनाइकन हामी परम लक्ष्यलाई नै भेट्नका लागि कार्य गर्नेछौँ भन्ने सबैले, म यहाँ उपस्थित आचार्य लगायत विद्यार्थी जो उपस्थित हुनुहुन्न समिति, जीवनको बाटो देखाउने, सत्य र सदाचार सिकाउने, तपाईको माया अमूल्य छ, तपाईको शिक्षा अनमोल छ। हरेक सफलताको आधार गुरु हुनुहुन्छ, जीवनको सार। आज गुरु पूर्णिमाको शुभ दिनमा हृदयभरि सम्मान अर्पण गर्छु। दीर्घायु, सुख र समृद्धि कामना गर्दै सधैँ तपाईप्रति कृतज्ञ हुन्छु।